आमाहरू यस्तै हुँदो रहेछ कि अस्ति यहाँ आन्दोलन भयो होइन आमाले फोन गर्नु आन्दोलन हुँदैछ तँ बाहिर ननिस्कि हामीलाई ठिकै छ निस्किँदैन त ननिस्के निस्किने फेरि 15 मिनट पछि त निस्किस निस्केको छैन हुन्छ नि अन्त यसो सोचे के यो फोन कल त अरू आमाहरूले पनि गर्यो होला क्या आफ्नो छोराहरूले होइन कतिजनाको छोराले उठाएन होइन अहिले पनि आमाले त्यो नम्बर डायल गरिरह होला हुन्छ होइन उठाएकै छैन छोराहरू कतिजनाको आमाहरू होइन त्यो दिन छोरा गएको छ बाहिर होइन बेलुका आउँदाखेरि यसलाई के मिठो खाना दिन्छ हुन्छ नि अस्ति हिजो मासु खाउँ भन्दै त मैले त फर्सिदिएँ आज चाहिँ तलबाट आधी किलो मासु लिएर पर भुटेको मासु होइन छोरा र म खानुपर्छ बेलुका बसेर अर्को आमा सोचिरह दसैँ आउँदैछ होइन यसले जुत्ता किनिदिनु भन्दैछ हुन्छ नि कुन चाहिँ जर्डन किनिदिनु भन्दैछ होइन अब महँगो हुँदो रहेछ तर अब घरको लागि उबारेको पैसाबाट अलिकति निकालेर एउटा जर्डन किनिदिन्छ होइन दसैँमा आमा छोरा फोटो खिच्नुपर्छ म मेरो पुरानो साडीमा त्यसको नयाँ जर्डनमा आमाहरू पर्खिरह होला आमा भनेको यस्तो हो कि त्यो बेलुका छोरा आएन खबर आयो त्यो घरमा एउटा लास थिएन कि 2टा लास थियो त्यो बेलुका 2टा किन आमा हामीलाई लाग्छ यो गिन्ती छ नि जुन चाहिँ यो मृतकहरूको गिन्ती त्यो गलत छ क्या किनभने हर एक छोरा छोरीसँग एउटा आमा पनि मरेको छ त्यही भएर म माफी माग्न चाहन्छु आमा हामीले तपाईँको छोरा छोरीलाई बचाउन सकेनौँ माफ गरिदिनु होला